सर्वशक्तिमान पिता हजुरलाई अनगिन्ती धन्यवाद गर्छु। यीशु मसीहको नाममा परमेश्वरको आत्मा अनुसार आज विशेष गरेर सोमबारको बसाइमा छ। परमेश्वर स्वयं मेरो मुखलाई प्रयोग गर्नुभई हामी सबको लागि, मेरो लागि पनि परमात्मा स्वयं वचन भएर बोलिरहनु भएको छ। त धन्यवाद गर्छु महान अनि सर्वशक्तिमान पिता हजुरलाई अनगिन्ती धन्यवाद गर्छु। यीशु मसीहको नाममा एकचोटि एकदमै उत्साहित हुन, ताली बजाउने, झुम्न नपर्ने, प्रार्थना गर्ने अनि पितालाई माग्ने, परमेश्वरलाई भन्न, परमात्मा मलाई यस्तो आत्माको वचन दिनु जुन वचनबाट मेरो मनलाई, मेरो सोचलाई हर हमेशा हजुरमा राख्ने योग्य बनाइसक्नु भए परमात्मा धन्यवाद गर्छु। यीशु मसीहको नाममा परमेश्वरका हामी सबैजना स्वर्गका नेतागण छौँ। आज विशेष गरेर अगुवालीगण मात्रै छौँ। परमेश्वरले स्वर्गको चाबी, स्वर्गका अधिकार, स्वर्गको महिमा, स्वर्गको आशीर्वादहरू यीशुको नाममा हामी सबैलाई वर्षात गराउनु भएको छ। यो शक्ति, यो सामर्थ, यो महिमा, यो योग्यताको लागि सर्वशक्तिमान परमात्मा हजुरलाई अनगिन्ती धन्यवाद गर्छु। यीशु मसीहको नाममा हैन विभिन्न स्थानमा परमेश्वरले महिमाको आफ्नो राज्यहरू बढाइरहनु भएको छ। अहिले त झन् यति धेरै राज्य परमात्माले बढाउनु भएको छ हैन। प्रत्येक दिन राज्य महिमा बढाउनु भएको छ परमात्माले। संसारै परमेश्वरले सच्चाइमय बनाइसक्नु भएको छ। उहाँको राज्यले परमेश्वरले जसरी धन्यवाद छ कि यो पृथ्वीका पल्लो छेउकाहरू मतिर फर्क अनि मबाट उद्धार पाऊ। मतिर फर्किने बित्तिकै उद्धार पाइसक्यो। फर्किनु मात्रै पर्यो। हामी आफ्नो सोचमा, आफ्नो मनमा, आफ्नो बुद्धिमा, संसारको सोचमा नै जब संसारको सोचलाई त्याग गरेर, संसारको विचारलाई त्याग गरेर स्वर्गका विचारमा, परमेश्वरमा जब फर्क्यौँ, परमेश्वरमा फर्केपछि परमेश्वरका स्वर्गका आशीर्वादको वर्षात भइसकेको छ। धन्यवाद परमात्मा पिता, भइसकेको छ। हजुरको महान महिमा, हजुरको महान आशीर्वाद प्रकट भइसके परमात्मा धन्यवाद गर्छु। यीशु मसीहको नाममा भनेपछि भइसकेको कार्य परमात्मा पिताले गरिसक्नु भएको छ। धन्यवाद गर्छु परमात्मा पिता यीशु मसीहको नाममा। जसरी कति धेरै दिन पानी पर्यो हैन, पानी पर्यो त पाखा पहाडमा भएका कति फोहोरहरू, कति नराम्रो कुराहरूलाई नै के गरे त बाढी स्वरूप बढारेर हटायो हैन। अनि त्यही पानीको कारण कतिले रोपाई गर्नुभयो, कतिले अनाज रोप्न पाउनुभयो। त्यो पानीको कारण हरेक उजाडिएका पाखा पहाडहरू आज हरियाली भएको छ। त्यस्तै परमेश्वरको वचनको कारण हैन हाम्रा सुक्खा भएका मन, हाम्रा उजाडिएका मन, हाम्रा बिग्रेका मन, हाम्रा बिग्रेका कारोबार, बिग्रेका बिजनेसहरू, बिग्रेका कामहरूमा पनि परमेश्वरको सोचको कारण, परमेश्वरको वचनको कारण, परमेश्वरको महिमाको कारण हाम्रा उजाडिएका जीवनहरूलाई, उजाडिएका सोचहरूलाई, उजाडिएका आर्थिक कारोबारहरूलाई, उजाडिएका घर परिवारको प्रेमहरूलाई परमेश्वरको स्वर्गका वचनको वर्षातको कारण सबै उजाडिएको चिजलाई हरियालीमा परमात्माले बदलिसक्नु भएको छ। परमेश्वरले बोल्नुभयो, जब वचन आयो तब काम पनि परमात्मा पिताले यीशुको नाममा प्रकट गरिसक्नु भएको छ। जब वचन आउँछ तब काम प्रकट भइसक्यो। वचन एकातिर छ, आफ्ना आनीबानी एकातिर छ, आफ्नो सोच एकातिर छ। नै जस्तो वचन आउँछ त्यस्तै सोच, त्यस्तै वचन। जसरी गुरुले भन्नुभएको छ नि, एकजना आँखा नदेख्ने व्यक्तिलाई सोध्नुभयो प्रभु गुरु यीशु मसीहले हैन, भन्नुभयो तिमी के चाहन्छौ भन्दा म आँखा देख्ने हुन चाहन्छु, म निको हुन चाहन्छु। परमात्माले सृष्टि गरेको हरेक सृष्टिको हरेक चिजलाई मैले हेर्न चाहन्छु, देख्न चाहन्छु भनेपछि परमेश्वरले यीशुको द्वारा भन्नुभयो, गुरुको द्वारा भन्नुभयो, जस
उसको त्यो सोच थियो। गुरुले भन्नुभयो जस्तो सोच त्यस्तै तिम्रो होस्। जब होस् बोल्नुभयो त्यति बेलै बन्द भएका आँखा खुलिहाल्यो र सारा जगतलाई हेर्ने योग्य पनि कसले गराउनु त? परमेश्वर पिताले गराउनु। परमेश्वरमा मन दिनेहरूलाई, परमेश्वरमा विश्वास गर्नेहरूलाई, परमेश्वरलाई खोज्नेहरूलाई, परमेश्वरमा आशा गर्नेहरूलाई, परमेश्वरलाई सबै चिज सबै कुरा मेरो हजुर हो, मेरो आय स्रोत पनि हजुर, मेरो उद्धारको स्रोत पनि हजुर, मेरो चङ्गाइको स्रोत पनि हजुर, मेरो महिमाको स्रोत पनि हजुर, मेरो हरेक काममा सफलताको स्रोत पनि हजुर हुनुहुन्छ, निरोगी बनाउने स्रोत पनि हजुर नै हुनुहुन्छ भनेर जब सबै मनले पितालाई जिम्मा दिन्छौँ, सुम्पिदिन्छौँ, परमेश्वर पिताले दुःख लिएर सुख हाम्रा जीवनमा प्रकट गरिसक्नु भएको छ। धन्यवाद परमात्मा पिता, यीशु मसीहको नाममा भइसकेको छ। जसरी पानी पर्यो हैन, केही समय त संसार ढकमक्क पानीले ढाकेको थियो, अन्धकार जस्तो थियो, तर आजबाट के भयो त छन्न घाम लाग्यो। ती पाखा पहाडहरू पनि, टाढा टाढाका पहाडहरू पनि छर्लङ्ग देख्न सक्ने स्वाङ्ग हैन, एकदमै उघारो कसले गराउनु भयो त? परमेश्वरले गराउनु। त्यस्तै जीवनमा परमेश्वरको वचन, जब वचनको बर्सात हुन्छ, वचनको बर्सात हुनु आशिषको बर्सात हुनु, वचनको बर्सात हुनु महिमाको बर्सात हुनु, वचनको बर्सात हुनु आनन्दको बर्सात हुनु, वचनको बर्सात हुनु सुख शान्तिको बर्सात भइसक्यो। परमेश्वर पिता भइसक्यो। हजुरको काम, हजुरको महिमा। बिहान परमेश्वरलाई धन्यवाद गर्नु, हरेक समय सही अङ्गीकार, सही बोलीको लागि चाहत गर्नु, सही फोकसको लागि, सही कुरालाई टिप्ने मन, सही कुरालाई सोच्ने मन, सही कुरालाई राख्ने मन दिइसक्नुभयो। सबैको लागि, सबको लागि भलो सोच्ने मन, दुश्मनको लागि पनि प्रार्थना गर्न सक्ने त्यो सामर्थ्य मन दिनु, क्षमा गर्न सक्ने मन दिनु। जब क्षमा गर्छौँ, जब दुश्मनको लागि पनि भलाइको लागि प्रार्थना गर्छौँ, उसप्रति म भित्र विश्वास जगाइदिनु, उसप्रति म भित्र प्रेम जगाइदिनु, उसलाई राम्रो देख्ने आँखा दिनु, उसलाई राम्रो सोच्ने मन दिनु, उसको लागि भलाइ भएको देख्न सक्ने त्यो मन दिनु परमात्मा। जब पितालाई यो माग्छौँ तब हाम्रो मन सफा हुन्छ। जसरी ऐना सफा हुन्छ, हाम्रो अनुहार क्लियर देख्छौँ, मन सफा हुन्छ, परमेश्वरलाई छर्लङ्ग देख्छौँ, पिताका आशिषलाई छर्लङ्ग देख्छौँ, पिताले तयार पारेका हरेक योजनाहरूलाई छर्लङ्ग देख्छौँ, परमेश्वरले राखेका हरेक उत्तम उत्तम योजनाहरूलाई छर्लङ्ग देख्छौँ। परमेश्वर हामीसँग हुनुहुन्छ ताकि एक सेकेन्ड पनि मेरो बच्चा दुःखमा नपरौँ, कष्टमा नपरौँ, बाधामा नपरौँ, सङ्कष्टमा नपरौँ, अवरोधमा नपरौँ भनेर परमात्मा पिताले उहाँको राज्यमा, उहाँको धार्मिकताको दाहिने बाहुलीले सम्हालेर राख्नु भएको छ। हामी सँगै हुनुहुन्छ। जब हिजोको दिनमा परमेश्वर चाहिँ हाम्रो लागि टाढा जस्तो, समस्या चाहिँ हाम्रो लागि नजिक जस्तो, किनकि शैतान हामीसँग नजिक भएर काम गरेको थियो। हामीलाई डर हालेर, हामीलाई चिन्ता हालेर, हामीलाई निन्दामा पारेर, असफलतामा पारेर, डरमा पारेर, क्रोधमा पारेर हैन, हरेक खालका दरिद्रतामा पारेर शैतानले काम गरेको थियो भने आज सर्वशक्तिमान परमात्माले के गर्नुभएको छ? सबै ती बाधा व्यवधानहरूलाई हटाएर परमेश्वर चाहिँ नजिक हुनुहुन्छ। समस्या टाढाको हो, त्यो कहिले कहिले आएर देखिन्छ। नजिक हुनुहुने पिताले हाम्रो रौँ पनि गन्ती गरेर राख्नु भएको छ। हाम्रा प्रत्येक समयमा हामीलाई सुरक्षित बनाएर राख्नु भएको छ। आफू पनि सँगै हुनुहुन्छ। हजारौँ पल्टन स्वर्गदूत पनि हाम्रो साथमा राख्नु भएको छ। कतिले भन्ने गर्नुहुन्छ 72,000 स्वर्गदूत नै, अनगिन्ती स्वर्गदूत छ। 72,000 सीमित नै, असीमित स्वर्गदूतहरू परमेश्वरले हाम्रो कामको लागि परिचालन गर्नुभएको छ। हामीलाई उन्नति दिनलाई, हामीलाई आशा दिनलाई, हामीमा भरोसा दिलाउनलाई परमेश्वर पिता सँगै हुनुहुन्छ र हाम्रो काम गर्नलाई करोडौँ स्वर्गदूत परमात्माले सबै क्षेत्रमा परिचालन गरिसक्नु भएको छ। बिग्रेको कामलाई हटाइसक्नु भएको छ। सच्याउन पर्ने र सही कामलाई परमात्माले येशू मसीहको नाममा अगाडि पारेर अरू उच्च र आशिषको जीवन परमात्मा
गरिरहेको छ। धन्यवाद गर्छु परमात्मा पिता यीशु मसीहको नाममा। जसरी परमेश्वरले अब्राहमलाई भन्नुभयो, अब्राहम तिमी आफ्नो यो देशलाई छोडेर मैले जुन देशमा हराउँछु तिमी त्यो देशमा जाऊ, हैन? त अब्राहम त सुख शैलमा बसिरहेको, धन सम्पत्ति पद प्रतिष्ठा हरेक कुरामा अब्बल सक्षम क्षेत्रमा बसिरहेको परमात्माले वचनद्वारा प्रकाशनद्वारा भन्नुभयो, अब्राहम तिमी यो घरलाई छोडेर के गर, मैले जहाँ देखाउँछु जुन ठाउँमा भन्छु त्यही ठाउँमा जाऊ भनेर वचन दिनुभयो। अब्राहमले के गर्नुभयो? कहाँ जाने होला, के खाने होला, कसरी आफ्नो जीविकोपार्जन गर्ने होला, अब्राहमले सोच्नुभयो। पिताको वचन आयो, जा भन्नुभयो, गइहाल्नुभयो। त्यसमा आफ्नो सोच लाउनुभयो। वचन छ फेरि आफ्नो सोच छ, आफ्नो सोच थप्नु भएन। पिताले जे बताउनु भयो गरिहाल्नुभयो। तब श्रीमती भतिजको साथमा लोतको साथमा बाटो घर छोडेर निस्किनु भयो। घर छोडेर निस्किएपछि परमात्माले भन्नुभयो, जति यो संसारमा जो पनि चिज देख्छौ, जहाँ पनि टेक्छौ, सब तिम्रो लागि हो। धन सम्पत्तिले मैले तिमीलाई एकदमै माथि उचाइको जीवन दिइसके, पाइसकेको बेला मन उठाऊ, जाऊ, चल्दै जाऊ, मेरो साथ चल्दै हिँड, तिम्रो लागि जाने सबै कुरा मैले सोचेको छु। परमात्माले भन्नुभयो, अब्राहमले आफूले सोच्नु भएन, मैले धन कहाँबाट कमाउने, मैले सम्पत्ति कहाँबाट कमाउने, श्रीमती लिएर हिँडेको छु, भतिजलाई लिएर हिँडेको छु, कहाँ गएर बास बस्ने, कहाँ गएर खाने, यो सोच्नु भएन। उहाँले के गर्नुभयो त? सबै सोच ईश्वरबाट, परमेश्वरबाट चल्नु, परमेश्वरमा मन लगाउनु, परमेश्वरमा विश्वास गर्नु, परमेश्वरमा आड भरोसा गर्नु। परमेश्वरले के गर्नुभयो? सही तरिकाले चलाउनु भयो। कसले त? अब्राहमलाई। अब्राहमलाई के खाँचो छ पहिले कसले बुझ्नुभयो त? परमेश्वरले पहिले बुझ्नुभयो कि सम्पत्तिको खाँचो छ, खाली हात हिँडेको छ, सम्पत्ति चाहिएको छ। त परमेश्वरले के दिनुभयो? नोकर चाकर, होइन, बाख्रा भेडा गाई गोरु वस्तु हर चिजहरू प्रशस्त परमेश्वरले कसलाई दिनुभयो त? अब्राहमलाई दिनुभयो। अनि त्यति मात्रै दिनु भएन, परमात्मा पिताले के गर्नुभयो? अब्राहमलाई धन सम्पत्ति नोकर चाकर, त्यसको साथमा त्यो त भयो, तर सन्तान थिएन। सन्तानको लागि पनि कसले सोच्नुभयो त? परमेश्वरले। अब्राहम आफैले सोचेन, आफैले चिन्ता गरेन। सबैले गनगन गरे, सबैले गडबड कुराहरू पनि गरे होला, तर उहाँले ती कुरालाई लिनु भएन। परमेश्वरबाट आएका प्रत्येक प्रतिज्ञाको वचनलाई विश्वासको प्रतिज्ञा गर्ने परमेश्वर विश्वासको योग्य हुनुहुन्छ भनेर विश्वासमा लागिरहे, परमेश्वरमा चल्दै राखे, बढ्दै गए। आज नभए भोलि हुन्छ, भोलि नभए पर्सि हुन्छ। परमेश्वर पिता तर अझै हुनुपर्छ, अहिले हुनुपर्छ। जब मन हामीले बनाउँछौँ नि, हामीले भोलि पर्सि केही समयपछि हामीले संसारमा त बिउ रोप्छौँ, बिउ रोपेपछि 6 महिनासम्म हामीले कुर्नुपर्छ, हामीले धैर्य गर्नुपर्छ। तर परमेश्वरमा यो मन गर्नु अहिले भर्खरै हुनुपर्छ। परमात्मा भइसक्यो, धन्यवाद पिता, काम प्रकट भइसक्यो। अहिले भर्खरै काम देखाउन पिताले सुरु गरिसक्नुभयो। जसरी हामीले पढ्दै गर्दाखेरि, होइन, निदाइन छ भनेर बिहान कलेज जाँदा या ट्युसन जाँदा हामी के गर्थ्यौँ भने त्यो फोनमा अलार्म राख्थ्यौँ कि हामीले, कि फोनमा कि घडीमा अलार्म राख्थ्यौँ। अनि 4 बजेको अलार्म राखेपछि 4 बजेपछि टुई 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 गरेर त्यो घडीले, त्यो फोनले के गर्छ? हामीलाई बिउजाउने काम गर्छ कि 4 बजेको हामीले अलार्म लगाएको छौँ, 4 बजे नै त्यो टुई टुई कराउन लाग्छ। 6 बजेको राख्छौँ, 6 बजे कराउँछ, 7 बजेको राख्छौँ, 7 बजे कराउँछ। त्यस्तै त तपाईँको मुखमा जो शब्द परमेश्वरले हालिदिनु भएको छ, अहिले भर्खरै हुनुपर्छ। स्वर्गका अलार्म लाउनुभयो, अहिले भर्खर टुई टुई ईश्वरका काम प्रकट भइसक्यो। पिताले महिमा दिइसक्नुभयो। होइन, अहिले त के होला र? भोलि होला नि। भोलिको अलार्म राख्नुभयो, भोलि कराउँछ, भोलि हुन्छ। केही वर्षपछि सोच्नुभयो, केही वर्षपछि हुन्छ। तर बुद्धिमान मानिसले अहिले भर्खरै हुनुपर्छ भनेर मनलाई दृढ गर्नुहुन्छ, भर्खरै रिजल्ट पाउन सुरु गरिसक्नुभयो। परमेश्वरको अहिले भर्खरै, परमात्मा अहिले हुनुपर्छ। तपाईँको काम म अहिले देख्न चाहन्छु, हजुरको महिमा अहिले देख्न चाहन्छु, हजुर अहिले बदल्नु
विदेशको काम चाहिँ अहिले भइसक्यो। अहिले हो मैले लगाएको अलार्म, अहिले काम हुनुपर्छ। कसैले कामको खोजीमा हुनुहुन्छ, विदेश गएर या स्वदेशमा रहेर कामको खोजीमा हुनुहुन्छ, धन्यवाद पिता, यसको रिजल्ट अहिले आउनुपर्छ हैन। रोगी हुनुहुन्छ, शरीरमा रोग लागेर ग्रसित हुनुहुन्छ, परमेश्वरलाई धन्यवाद गर्नु पिता, अहिले चङ्गाइ हुनुपर्छ। चङ्गाइ पाइसक्यो, धन्यवाद पिता, भइसक्यो, अहिले रिजल्ट आउनुपर्छ। ऋण छ, भोलि पैसा तिर्नुपर्ने छ, हातमा पैसा छैन, परमेश्वरलाई माग्नु, पिता म के गरौँ? मेरो लागि आय स्रोत हजुर हुनुहुन्छ। मेरो परिवार संसारको मान्छे मेरो स्रोत होइन, मेरो स्रोत हजुर हुनुहुन्छ। हजुरको काम अहिले हुनुपर्छ, मलाई जवाफ अहिले दिनुपर्छ। फलानुलाई भोलि दिनुपर्ने छ, मेरो हातमा अहिले पार्नुपर्छ। कहाँ जाउँ, के गरौँ, मेरो साथमा हजुर हुनुहुन्छ। परमेश्वरलाई माग्नुभयो, मागेपछि परमेश्वरले जसरी मलाई पैसा चाहिएको छ, भोलिको व्यवहार छ, परमेश्वरले मलाई मनमा हाल्नुहुन्छ। कोसँग पैसा छ उसको साथमा जा भनेर परमेश्वरले मेरो मनमा हालिदिनुहुन्छ। जस्तै उदाहरणले मलाई पैसा चाहिएको छ त अन्तिम नानोसँग प्रशस्त पैसा छ, परमेश्वरले मनमा हालिदिनुहुन्छ अन्तिम नानोसँग छ। म नानुको साथमा जान्छु, अन्तिम नानुलाई पिताले हालिदिनुहुन्छ, तसँग भएको पैसा उसलाई दिए। यसरी काम कसले गर्नुहुन्छ? परमेश्वर, परमात्मा। जुनले देऊ मलाई जा भन्नुहुन्छ उसलाई देऊ भन्नुहुन्छ, सिकाउनुहुन्छ। सब काम सब मार्गमा परमेश्वर स्वयं गर्नुहुन्छ। परमेश्वर त शक्तिको मालिक हुनुहुन्छ, महिमाको मालिक हुनुहुन्छ। परमेश्वरलाई मागेपछि नहुने कुरै छैन। अझै हुनुपर्छ, अहिले हुनुपर्छ। म फर्किँदा परमात्मा राम्रा राम्रा खबर आइसक्यो, धन्यवाद पिता, भइसक्यो, वचन आयो, काम भइसक्यो। अब अहिले भनेको छ, खोइ यस्तो काम पनि होला र, यसरी बोलेर नि होला र। जब यो सोच गर्नुहुन्छ कहिल्यै हुँदैन, अहिले भइसक्यो। ईश्वरले बोलेको कुरा त झुट होइन, सत्य कुरा हो। सत्य कुरा तथ्यमा प्रकट गरिसक्नु भयो परमात्मा, भइसक्यो। हजुरको काम भइसक्यो, हजुरको महिमा भइसक्यो, हजुरको आशिषको कार्य प्रकट भइसक्यो। जब भइसक्यो बोल्छौँ, भइसकेको काम पिताले अहिले भर्खरै हाम्रो आँखाको अगाडि गरेर दिइसक्नु भएको छ। धन्यवाद गर्छु महान अनि शक्तिशाली जगतका महान मालिक पिता, हजुरलाई अनगिन्ती धन्यवाद गर्छु यीशु मसीहको नाउँमा। जब पिताको सोचबाट चल्छौँ त यस्तो सजिलो सर्टकटको बाटो देखाउनुहुन्छ, अनि आफ्नो सोचबाट सोच्यो भने फलानु त बेसरी पैसावाला मान्छे छ, त्योसँग गएर माग्यो भने त उसले दिन्छ भनेर आफ्नो सोच लाएर मैले हाम्रो मन्सिरी आमाको साथमा पैसा माग्न गएँ भने पैसा भर पनि उहाँले दिनुहुन्न कि मलाई। तर पिताको सोचबाट म गएँ भने जोसँग जसले दिन मन बदलिदिनुहुन्छ नि पिताले, उसको साथमा जा भन्नुहुन्छ, गएपछि फरकै पर्दैन, पिताले काम गरिहाल्नुहुन्छ। त्यसैले संसारको आँखाले हेर्छौँ, संसारको तरिकालाई प्रयोग गर्छौँ, काम प्रकट हुँदैन। स्वर्गका तरिकालाई प्रयोग गर्छौँ, 1000% काम प्रकट पिताले गरिसक्नुभयो। धन्यवाद पिता, भइसक्यो। प्र्याक्टिकल गर्नु, मुखबाट बोल्नु, मुखबाट गलत कहिल्यै नबोल्नु। चङ्गाइ गर्न आउँदा अगुवासँग भिड्दाखेरि चाहिँ गुनासो मात्रै लानुपर्छ। यो संस्कारलाई चेन्ज गर्नु। अगुवाको साथमा जाँदा काम भएको बोल्नु, बाँकी काम परमेश्वर आफै वचन भएर बोलेर समाधान परमेश्वरले गरिसक्नुभयो। खालि गुनासोको घरी, समस्याका कुरा, तनावका कुरा, हालतका कुरा कसैसँग पनि नबोल्नु। सबै हालतलाई जिम्मा दिनु, पितालाई समाधानको लागि मन तयार गर्नु, उत्साहित मन गर्नु, अनि जे चाहिएको छ त्यो पाएको बोल्नु। जस्तै शाखाहरूमा होइन, शाखामा कहिले कोही शाखामा धेरै जन बढ्नु भएको छ, कोही शाखामा जनै बढ्नु भएको छैन। धेरै जन बढ्नुभयो, उत्साहित हुनुभयो, जनै बढाएको छैन, निरुत्साहित हुनुभयो। नै परमेश्वरलाई माग्नु, पिता मलाई टाउको धेरै चाहिएन, तपाईँको महिमा गर्ने त्यो महिमित मन चाहियो, त्यो खाँटी मन चाहियो। मलाई घुस जस्तो नै, मलाई चामल जस्तो खाँटी जन लिएर आउनु। आज आएर वर्षौँ हराउने नै, कहिल्यै नहराउने, कहिल्यै नडराउने, हर हालतमा पनि अडा अनि खडा
तेज मन भएको लिडर ल्याउनु, जन ल्याउनु पिता। 2-4 जना हुनुहुन्छ उदाहरणले, जनहरू 2 जना हुनुहुन्छ, 4 जना हुनुहुन्छ उदाहरणले, 4 करोड देख्नु, 4 अरब देख्नु, भरिएको देख्नु, भरिएर पनि ठाउँमा पुगेर अन्त ठाउँ खोजेको देख्न सुरु गर्नु। जस्तो सोच त्यस्तै होस् परमात्माको लागि पुरा गरेर पनि देखाइसक्नु भयो परमात्मा पिताले। राज्य माग्नु, खेत माग्नु, हजुरहरू प्रत्येकसँग परमेश्वरले खेत दिनुभएको छ। पिता मलाई खेत दिनु, पिता मलाई महिमाको राज्य दिनु, मलाई महिमाको सोच दिनु, मलाई खेत दिनु। तपाईँले मद्वारा काम गर्नु, मलाई बचाउनु भयो, मलाई जोगाउनु भयो, मलाई संरक्षण गर्नुभयो। अब म तपाईँको महिमा गर्नु। मेरो लागि के जरुरत छ मैले बोल्नुभन्दा पहिले तपाईँले दिइसक्नु भयो पिता, धन्यवाद गर्छु। यसमा सिकाउन अनि कहिले कहिले अगुवाहरूले, लिडरहरूले कहिले कहिले सामान्य जीवनभन्दा, सामान्य जनहरूमा भन्दा पनि बढी हालत देखिन्छ, बढी समस्या देखिन्छ। अनि त्यति बेला तपाईँले जब मैले विश्वास गर्ने, मैले अरूलाई चाहिँ उत्साहित गर्ने, मैले अरूलाई चाहिँ ईश्वर हुनुहुन्छ भनेर चिनाउने, मनै यस्तो समस्यामा पर्ने, खोइ त ईश्वर, खोइ त परमेश्वर भन्न लाग्नुभयो भने शैतानले अरू तपाईँलाई तहस नहस पारिदिन्छ। तर त्यति बेला के सोच्नु भने मबाट निस्केको वचनले सबले उद्धार पाउनु भएको छ, सबै हाँसी खुसी रहनु भएको छ, सबले जीवन पाउनु भएको छ भने उहाँले पाएको जीवन मैले पनि पाएको, उहाँले पाएको उद्धार मैले पनि पाएको। मेरै जीवनमा भए मात्रै म खुसी हुन्छु, मेरो जीवनमा छैन त म डाउन हुन्छु भने तपाईँ संसारको मान्छे र तपाईँमा केही फरक परेन। तपाईँको अगाडि छैन काम, तपाईँको जीवन चाहिँ तपाईँको जीवनमा चाहिँ भनेको जस्तो गवाई प्रकट भएको छैन, तर पनि अरूलाई उत्साहित गर्न छोड्नु हुँदैन भने परमेश्वरले तपाईँलाई पनि आशिष दिन कहिल्यै छोड्दैन। कहिले कमजोरमा पर्न दिनुहुन्न, कहिले डरमा पर्न दिनुहुन्न। ऊ हाँसिरहेको छ, मेरो मुखबाट निस्केको वचनले उहाँलाई त्यस्तो जीवन दिनुभएको छ, त्यस्तो उद्धार गर्नुभएको छ, त्यस्तो आनन्द दिनुभएको छ। उहाँको घर परिवार यस्तो हाँसी खुसी देखेको छु भने उहाँले पाउनु नै मैले पाउनु, उहाँको हुनु नै मेरो हुनु। परमात्मा धन्यवाद भइसक्यो। मेरो चाहिँ किन भएन, मलाई चाहिँ किन भएन, म आफै सिकाउने, म आफैमा नहुने यो मन गर्नुभयो भने तपाईँमा भएको कुरा पनि शैतानले खुसीको हुन्छ। जसरी जसरी अयुबलाई हेर्नु, अयुबको सबै धन सम्पत्ति सबै क्षेत्रमा सफल र अभल परमात्माले बनाउनु भएको, त्यो देख्न नसकेर शैतानले भन्यो सबै कुरामा परिपूर्ण पारेर, बलियो पारेर, मजबुत पारेर, धन सम्पत्ति स्वस्थ जीवन सब कुरामा मजबुत पार्नु भएको छ र पो म्याउ म्याउ गरेर ईश्वर ईश्वर भनेको छ। सबै कुरा म नष्ट गरिदिन्छु अनि रोडमा ल्याइदिन्छु, तपाईँकै मुखको सामुन्ने शराब गर्छ अनि उसले अन्य देवताको के गर्छ, जय जयकार गर्छ। भनेपछि परमेश्वरले भन्नुभयो हेरौँला तैँले कति बिगार्नुपर्छ बिगार, अन्तिम अवस्थामा पनि उठाउनेवाला म छु। मेरो अयुबले मेरोभन्दा अरू कसैको पनि उपासना गर्ने छैन, अरू कसैको पनि आराधना गर्ने छैन। मेरो अयुब मेरै आराधना गर्छ, मेरै पछि लाग्छ, मलाई विश्वास छ भनेपछि शैतानले के गरे त अयुबमा बनी बनाऊ घर भत्कायो, बनी बनाऊ सम्पत्ति नष्ट गर्यो, बनी बनाऊ सबै पद प्रतिष्ठा सबै नष्ट गर्यो। भेडा बाख्रा हजारौँ करोडौँ मतलब हजारौँ परमेश्वरले दिनुभएको थियो, त्यो पनि नष्ट भयो। खबरहरू पनि नराम्रै नराम्रो आयो, जता हेऱ्यो हालत उता हेऱ्यो हालत सबै सिद्धियो। तर पनि अयुबले के गरे, सबै नराम्रा खबर आउँदाखेरि तर उनीहरूकै अगाडि के गरे, परमेश्वर पिता परमात्मा उसको समयमा त पिताको अधिकार नै, हे परमेश्वर सबै सिद्धियोस् केही फरक परेन, म मेरो आमाको गर्भबाट म नाङ्गै आएँ, म नाङ्गै जान्छु, तर पनि तपाईँलाई धन्यवाद होस्, तपाईँको जय जयकार होस्, तपाईँको महिमा गर्नुमा एक सेकेन्ड पनि चुक्दिनँ, तपाईँप्रति म विश्वास एक सेकेन्ड पनि घटी गर्दिनँ। अयुब अब सिकाउने मान्छे हो, अयुबद्वारा दिदी बहिनी दाजुभाइ सबलाई उत्साहित गराउने, हरेकलाई उत्साहित गरेर महिमा गर्ने हो नि त अयुब होइन, महिमा गर्ने मेन लिडर हो नि त अयुब।
तर उसकै जीवनमा सबै धन सिद्धियो, प्रतिष्ठा सिद्धियो, ऐस आराम सिद्धियो। सबभन्दा धनी मान्छे सबभन्दा गरिब भयो। सब सिद्धिँदाखेरि पनि आमाको गर्भबाट नाङ्गै आए, म नाङ्गै जान्छु, तर पनि परमात्मा हजुरलाई धन्यवाद होस्, म हजुरमा बढिरहन्छु, हजुरमा। अयुबले के गर्नुभयो त? परमेश्वरमा मान्नुभयो। अयुबले के गर्नुभयो त? परमेश्वरमा विश्वास गर्नुभयो। अयुबले के गर्नुभयो त? सारा मनले परमेश्वरको जय जयकार गर्नु, परमेश्वरमा आनन्द मनाउनु। आनन्द मनाइसकेपछि परमेश्वरको योजना त पछि फेरि के भयो त? अनि शिरदेखि पाउछन् त्यो कुराबाट उनले परमेश्वरले रहेनछ, मैले यत्रो महिमा गर्ने, मैले सबलाई उत्साहित गर्ने, मैले सबलाई ईश्वर हुनुहुन्छ भनेर चिनाउने, म चाहिँ यस्तो हालतमा पर्ने कहिल्यै यो मन गर्नुभयो। उहाँले के गर्नुभयो? ईश्वरको जय जयकार गर्नुभयो, परमेश्वरमा विश्वासमा अटल भइरहनु भएको त अयुब होइन। बढ्दै गएपछि त्यो कुराबाट परमेश्वरबाट मन नटुटेपछि, परमेश्वरबाट विश्वास नहटेपछि, परमेश्वरपट्टिको मन भरोसा नगरेपछि शैतानले के गर्यो? यो कुराबाट मैले गिराउन सकिनँ, यो कुराबाट मैले यसलाई तुच्छ पार्न सकिनँ, मन गिराउन सकिनँ, अब मैले रोग निकालिदिन्छु भनेर उसले के गर्यो? शिरदेखि पाउसम्म एउटा तिलको दाना पनि राख्न नसक्ने तरिकाले शरीर पुरै कुहिआउने घाउ खटिरा निकाल्यो, पुरै डुङडुङ गनाउने बनायो, समस्या बनायो, तनाव बनायो। त्यही रोग निकाल्ने शैतान श्रीमतीको मुखलाई प्रयोग गरेर भन्यो, तपाईँले के पाउनु भएर, के भएर यस्तो आपतमा पनि साथ नदिने परमेश्वर? के परमेश्वर हुनुहुन्छ? के जय जयकार गर्नुहुन्छ? के धन्यवाद गर्नुहुन्छ? त्यो परमेश्वरलाई श्राप गर्नुहोस् अनि मरेर जानुहोस्। श्रीमतीको मुखबाट त्यो शैतान बोल्दा पनि उनले के भने त? तिमी मूर्ख आइलाई जस्तै कुरा गर्छौ। परमेश्वरबाट सुख चाहिँ दिने, दुःखमा चाहिँ ईश्वरलाई धन्यवाद नगर्ने, म त्यो मूर्खाइ बुद्धि गर्दिनँ र पनि परमेश्वर तपाईँलाई धन्यवाद। कसले भन्नुभयो त? अयुब। त्यो कुराबाट टुटेन, उसले बार बार पस्किरहेको हुन्छ परमेश्वरबाट मन टुटाउनको लागि, परमेश्वरबाट मन छुटाउनको लागि। मैले के पाएन, मैले के भएन, यो मन गराउनको लागि। अनि फेरि उसले के गर्यो? साथीहरूको द्वारा साथीहरू आए, उसको अवस्था देखेर, चिन्न नसक्ने अवस्था त्यो अयुबको देखेर साथीहरूले भने अब पनि के ईश्वर भन्छ? किन जय जयकार गर्छ? किन परमात्मा भन्छौ? खोइ त तिमीलाई सहायता गरेको, खोइ त तिमीले सहायता पाएको, खोइ त तिम्रो भनेको जस्तो भएको। यसरी मन गिराउन लाग्दाखेरि पनि अयुबले आफ्नो विश्वास परमेश्वरमा टुटाउनु भएन। तब 40 दिनमा त्यही आँधी बिहेरी, घाउ खटिरा, धन सम्पत्ति सिद्धेको, परिवार सबै खत्तम भएको, सबै नष्ट भएको अवस्थामा परमेश्वर 40 दिनपछि प्रत्यक्षकोसँग बोल्नुभयो त अयुबसँग बोल्नुभयो। हामीसँग त परमेश्वर हर समय बोल्नुहुन्छ, अयुबसँग त 40 दिनपछि बोल्नुभयो परमेश्वर। तर पनि अयुबले मन दिन छोडेन, अयुबले विश्वास गर्न छोडेन, अयुबले आँट गर्न छोडेन, दृढ बन्न छोडेन, ध्यानको मन छोडेन, विश्वासको मन छोडेन। तब परमेश्वरले बोल्नुभयो, अयुबलाई भन्नुभयो, अयुब तिमी मर्द चाहिँ खडा हो र यो समयमा के गर? धैर्यतालाई धारण गर, सत्यताको एकदमै सत्यताले तिम्रो आफ्नो कम्मरलाई मजबुत पार। अब यो गलत गरेर चाहिँ मैले यो राम्रो हुन्छ भनेर नलाग, तिमी बढ्दै जाऊ, तिमीसँग म छु। अयुब यो पृथ्वीको जग कसले बसाल्यो? हेर त यो आकाश कसले फैलायो? हेर त यो सूर्यमा तापक्रम कसले भयो? हेर त यो सूर्यलाई कसले बिहानै कसले उदाइदियो, कसले निकाल्यो? हेर त यो हावा कसले ल्यायो? हेर त यो चन्द्रमालाई कसले बनायो? हेर त यी ताराहरूलाई कसले बनायो? हेर त यो बोट बिरुवालाई कसले बनायो? यो सब चिज मैले बनाएको छु तिमीहरूको फाइदाको लागि भने तिम्रो फाइदाको लागि पनि मैले तयार पारिसकेको छु, पाइसकेको मनबाट उत्साहित भयो। परमेश्वरले 40 दिनपछि
हरेक समय बोल्नुहुन्छ, अहिले पनि बोलिरहनु भएको छ, कदम कदममा बोल्नु भएको छ। अयुबले त दासीको हातमा पाएको कहिले कहिले जवाब आउँथ्यो, कहिले कहिले उत्तर आउँथ्यो परमेश्वरको, तर हाम्रो लागि त प्रत्येक व्यक्ति पुकारको जवाब परमेश्वरले येशूको नाममा अहिले भर्खरै दिइसक्नु भएको छ। कदम कदममा जवाब दिइसक्नु भएको छ। न्यायाधीश पनि परमेश्वर बन्नुहुन्छ, वकिल पनि परमेश्वर बन्नुहुन्छ, न्यायकर्ता पनि परमेश्वर बन्नुहुन्छ, जजमेन्ट पनि ईश्वरले नै गर्नुहुन्छ, आशिष पनि परमात्माले नै दिनुहुन्छ, उद्धार र सुधारको जीवन पनि पिताले येशूको नाउँमा दिइसक्नु भएको छ। बढ्दै जानु हजुर, बढ्दै जानु। बढ्दै जाँदाखेरि आएका पगारहरू, आएका अल्झोहरू, आएका केही आल्जाङ उल्झुङहरू, केही काँडाहरू, त्यो सबलाई पनि पन्छाउन ईश्वरले जान्नुहुन्छ, ईश्वरले पन्छाइसक्नु भएको छ। पितासँग मन उठाउनु, पितासँग माग्नु, गलत कसैलाई नदेख्नु, लिडरलाई पनि गलत दृष्टिले नदेख्नु, हिजो यस्तो थियो, हिजो यस्तो थिए नदेख्नु। आज ईश्वरले बनाएको मसीह येशू जस्तै परमेश्वरको सन्तान हो, होइन? सबलाई प्रेम गर्नु, परमेश्वरलाई सबसे बढी पहिले परमेश्वरलाई प्रेम गर्नु। जनहरूलाई, लिडरहरूलाई पनि परमेश्वरसँग भरोसा गर्न लाउनु, आफूसँग फोकस गराउनु। अनि यहाँ जानु हुँदैन, त्यहाँ जानु हुँदैन, यस्ता बन्देज नगर्नु, स्वतन्त्र छोड्नु। जब यस्तो गर्नुहुन्छ अलिअलि भएको पनि चुहिएर जान्छ, जब यस्तो गर्नुहुन्छ तब तपाईँ हत्केलामा रहन्छ। त्यस्तै लिडरलाई कस्तो नगर्नु, जान्दिन पर्दैन, म त के न हो, म त अगुवा हो, म त लिडर हो, मैले त डाँट्नुपर्छ, म त सिकाउनेवाला हो। नै, पहिले के गर्नु, म सिक्नेवाला हो भन्ने मन गर्नु। हामी सम्झना, म पनि परमेश्वरबाट सिक्नेवाला, म सिक्छु, म सिकिरहेको छु, पितासँग सिक्छु, म सिक्नेवाला हो, म सिकाउनेवाला नै। सिकाउने बुझाउनेवाला त मेरो पिता परमेश्वर हुनुहुन्छ, होइन? कसैले खादा लगाइदिनु भयो, माला लगाइदिनु भयो, चौडा हुनुभयो, होइन? कि संसारिकमा भनेको छ नि, नहुने छोरी हुने घरमा परी, भकारी देखेर अलमल्ल परी भन्ने चलन थियो नि, एउटा कहावत छ नि, होइन? त्यस्तै हिजोको दिनमा केही नपाएको, फलिएको, गरिएको, पिल्सिएको मान्छे धोइ पखाली गर्नुभयो, इज्जत दिनुभयो, प्रतिष्ठा दिनुभयो। अब यो कुराले मात नलागोस्। जब यो कुरामा मातिनुहुन्छ नि, तब कहिल्यै पाउनुहुन्न। जब साधारण बनिरहनुहुन्छ, आत्मिक मन दिन मन गरिरहनुहुन्छ नि, पाइरहनुहुन्छ। यो पाइरहने तरिका हो। जब पाएँ भने मैले के नपाएँ, म के नभएँ, म त अगुवा हो, मैले त यो लिडरलाई मेरो इसारामा नचाउनुपर्छ, मैले त यो जनलाई डाँट्नुपर्छ, इसारामा नचाउनुपर्छ, मेरै पासमा आऊ भन्नुपर्छ। नै, स्वतन्त्र छोड्नुहुन्छ भने बरु तपाईँलाई पछ्याउँदै आउनुहुन्छ, मेरै पासमा मात्रै आऊ भन्नुहुन्छ भने आगो पनि बाटो लागेर भट्किनुहुन्छ। त्यसैले यो तरिकालाई प्र्याक्टिकल गर्नु, मन खराब नगर्नु। जब सबै कुरा हुन्छ तब मान्छेको मन खराब हुन्छ, सोच खराब हुन्छ। मैले के नपाएँ, कस्तो नपाएँ, म के नहुँ, कस्तो नहुँ, यस्ता विचारहरू शैतानले हालिदिन्छ। आफूले आफूलाई प्रशंसामा पनि मरेको मान्छे बन्यो, विरोधमा पनि मरेको मान्छे। प्रशंसा आउँछ त यो प्रशंसा मेरो कारणले हो, यो प्रशंसा पिता तपाईँको हो। मसँग त के थियो र, म आफै त दुखी थिएँ, म आफै त पीडित थिएँ, म आफै त बाटो नपाएर भड्केर बसेको थिएँ। त्यो बेलामा तपाईँले टिठ्याएर आज यो स्वर्गको चाबी मलाई दिनुभयो भने यो सबै प्रशंसा मलाई होइन, हजुरलाई हो पिता। धन्यवाद गर्छु येशू मसीहको नाममा। अनि विरोध आयो, विरोध आउँदाखेरि पनि मरेको मान्छे विरोध आयो भनेर धरधरी हुन्छ, त्यो मरेको मान्छेलाई मतलबै छैन। त्यस्तै विरोध आयो मतलबै नगर्ने, यो मलाई होइन पिता, हजुरलाई। जिम्मा दिइहाल्नु, मन उठाइहाल्नु, विश्वासमा बलियो गरिहाल्नु, ईश्वरलाई धन्यवाद गरिहाल्नु, 100% कार्य परमात्माले गरिसक्नु। अनि कतिपयले भन्नुहुन्छ आदर सम्मान त यहीँ ल्याउनुपर्छ, यस्तो लोभले काम नगर्नु। परमेश्वरले जसलाई जहाँ रोक्ने अगुवाई गर्नुहुन्छ त्यहीँ रोक्नु। म त हजुरले त आजसम्म भनेको छ यहीँ आउनुहोस्, कहाँ रोप्न मन लाग्छ त्यहीँ रोप्नु, हजुरको इच्छा। कुन असल जमिन हो, बिउ त रोप्छ, बाँझो जमिनमा रोप्छ, बिउ त रोप्यो, दुःख त गऱ्यो, काम भएन।
रोप्छ, त्यो पनि वरिपरिको निसासियो सिद्धेर गयो। बाटोको छेउमा रोप्छ, उम्रिन त लागेको मान्छेहरू आए, बाटोको छेउमा कुल्ची काल्ची पारे, मरिहाल्यो, नष्ट भइहाल्यो। त्यही बिउला असल जमिनमा रोप्छ, असल मनमा रोप्छ त 1000 गुणा, करोड गुणा, अरबौं गुणा परमेश्वरले फल दिनुहुन्छ। बनाइसक्नु यहीँ जानुपर्छ, त्यहीँ जानुपर्छ, पितालाई सोध्नु, पिता म कहाँ जाऊँ, यो बिउ कहाँ रोप्नु, मेरो मनमा हालिदिनु। परमेश्वरलाई माग्नु, पिताले झलझल आत्मामा याद दिलाउनुहुन्छ। जहाँ मनमा आउँछ त्यहीँ रोप्नु, परमेश्वरले रोप भनेको ठाउँमा रोप्नुहुन्छ, फल पनि परमेश्वरले दिइसक्नु। ए तिमीहरू त लिडर हौ, तिमीहरू त जन हौ, मेरो शाखाको हो, मेरै अधीनमा बस्नुपर्छ। नै, परमेश्वरको अधीनमा छोडिदिनु। पिताले चलाउनुहुन्छ त राम्रो चलाउनुहुन्छ। जब तपाईँ खुन चलाउन लाग्नुहुन्छ अब बिग्रिन सुरु गर्नु। नबिगार्नु, सुधार्ने ईश्वरको हातमा जिम्मा दिनु। परमेश्वरमा जिम्मा दिनु, परमेश्वरमा माग्नु, परमेश्वरमा भरोसा गर्नु हर चिजमा। अनि चङ्गाइको लागि शिर थापेरै लाइन बसेरै गर्नुपर्छ। नै, यो वचनै चङ्गाइ हो। शिरमा राखेर पनि आउने त वचनै त हो, एक्स्ट्रा अर्डिनरी केही चिज त होइन, वचनै त हो। यो वचन आयो नि, पितालाई धन्यवाद गर्नु। सबै क्षेत्रमा चङ्गाइ मैले पाइसकेँ। धनको चङ्गाइ, मनको चङ्गाइ होइन, असल स्वस्थ जीवनको चङ्गाइ, सोचको चङ्गाइ, सबै क्षेत्रमा सम्बन्धको चङ्गाइ, सबै क्षेत्रमा चङ्गाइ मैले पाइसकेँ। पिता धन्यवाद गर्छु यीशु मसीहको नाममा। कतिपय अनलाइनबाट जोडिनु हुने रहेछ, फोन गर्नुहुन्छ, उहाँहरूले सोच्नु हुने रहेछ मसँग मात्रै जोडिएको, उहाँहरू हामीसँग पनि त जोडिनुहुन्छ, हामीसँग पनि त कुरा गर्नुहुन्छ। कतिले कुरा गर्न चाहनु हुने रहेछ, अनि कुरा गर्न चाहँदै उहाँहरू त बिजी हुनुहुन्छ, उहाँहरूलाई त भेट्नै गाह्रो पर्छ, उहाँहरूलाई त भेट्न सकिँदैन, सबै मसँगै गर्नुहोस् भन्नुहुने रहेछ। त्यो पनि नगर्नु। हामी सबै कसको लागि त? हजुरहरूकै लागि। भेट्न सकिन्छ, सजिलो छ। कहिले कहिले नभइएला, टाइम हुँदा यो टाइममा टाइम छ, ल आउनुहोस् भनेर टाइम हरेकलाई दिएको हुन्छ। त्यस्तो गाह्रो अप्ठ्यारो, त्यस्तो ठुलो पल्टिने मान्छे हामी होइन। हामी साधारण सबैसँग मिल्ने पिताले त्यो मान्छे आत्मा दिनुहुन्छ। त्यसकारण परमेश्वर हामीले के चाहना गर्ने भने, अनि राज्य महिमा बढ्यो, अनि त्यस पछाडि मेरो शाखाबाट चाहिँ गयो भने आधा घन्टा 15 मिनटको पासमै हुँदा पनि मक्ख पर्नुहुन्छ। आफूद्वारा गयो भने अरूद्वारा चाहिँ 1 घन्टा 2 घन्टाको दूरीमा भएको शाखा पनि डाहा गरेर, जलेर, तनाव गरेर, यो संसारको सोच। हामी अझ पनि यस्ता कुरा पालेर बस्छौँ भने मुखले त ईश्वर भन्छौँ, तर कामले इन्कार गर्छौँ। अनि कसरी काम भन्छौँ? आफ्नै मन जान्छ। पितालाई धन्यवाद गर्नु, महिमा गर्ने हरेकको छ। ठाउँ मिलाएर परमेश्वरको योजना अनुसार हरेकद्वारा पिताको महिमा हुनुपर्छ। मद्वारा भए चाहिँ म खुसी हुने, मभन्दा अरू कसैको द्वारा हुँदा चाहिँ हुँदा चाहिँ म दुःखी हुने। किन दुःखी हुनु पर्यो? हजुरहरूलाई थाहा छ, 1 वर्ष अगाडि एउटा झुन्ड हामीबाट अलग हुनुभयो। थाहा छ नि हजुरहरूलाई? सबलाई थाहा छ। संसारै हल्लाएर जानुभयो। त जानुभयो, परमात्मा धन्यवाद। त्योद्वारा उद्धार पाएको हो र मैले त्यो हो र यो हो र तुतु मेमे त गर्नुभयो। उहाँले बिर्सेर के हुन्छ र? मलाई थाहा छ नि त, मद्वारा उद्धार पाएको मलाई थाहा छ भने उहाँबाट भएको महिमा मबाटै भएको। चाहे मेरो अगाडि आउनुहोस् चाहे नआउनुहोस्, मद्वारा परमेश्वरले वचन दिनुभएको छ भने टाढा भए पनि मेरै हो, उहाँले मेरो होइन भनेर सोचेर के हुन्छ? मद्वारा राज्य भयो, महिमा भयो, हरेकले परमेश्वरलाई छ, हरेकले परमेश्वरलाई जान्छ। मसँगै आए चाहिँ मेरो हुने, मभन्दा अरू कोहीद्वारा गर्दा चाहिँ म जल्नु पर्ने, डराउनु पर्ने, हकानिनु पर्ने। यो संसारको मन मद्वारा होस् धन्यवाद, उहाँद्वारा होस्, उहाँद्वारा होस्, सबको द्वारा होस्, तर ईश्वर तपाईँकै महिमा होस्, तपाईँकै जय जय, तपाईँकै आराधना, तपाईँकै महिमा होस्। हर समय, हर वक्त, हरेक ठाउँमा, हरेकद्वारा महिमा हो होइन। अनि अन्य शाखा, अन्य व्यक्तिहरूले पनि चलाउनु भएको छ। कतिले विरोध गर्नुहुन्छ, त्यहाँ जाने मान्छे यहाँ नआइन्छ। तर परमेश्वरलाई धन्यवाद, परमेश्वरको योजना कसैलाई विरोध नगर्ने, सबलाई आउन दिनु, आउने इच्छा गर्नुहुन्छ। कतिले भन्नुहुन्छ मङ्गलबार म्याम हजुर बाहिर अन्य मान्छे
मान्छेबाट चलाउने शाखाका मान्छेहरू पनि हाम्रो केन्द्रमा आएर वचन खान देखेको छु मैले। हेर्नु त भन्नुहुन्छ कहिले कहिले। परमेश्वरलाई धन्यवाद। वचन नै त हो, खानुहोस्, उद्धार पाउनुहोस्, आँखा खोल्नुहोस्, जीवन पाउनुहोस्। के फरक पर्छ र? जहाँबाट गरेर पिताको महिमा गर्नुहोस्, ईश्वरलाई नछोड्नुहोस्, ईश्वरलाई नत्याग्नुहोस्। परमेश्वरको जय जयकार गर्नुभयो भने, टाढा भएर पनि जय जयकार गर्नुहुन्छ भने मेरो लागि त्यो सन्तुष्टिको कुरा। यो मन गर्नु होइन, जडेछ, डाहा गरेछ, रिसराग गरेछ, यहीँ आउने लिडर अगुवा पनि तेरो मेरो भनेछ। भजनमा नि बताएको छ नि, तेरो मेरो नभएन कानो बेचारा, तेरो मेरो नभएन कानो बेचारा, जस्तो आयो त्यस्तै जान्छ कानो बेचारा, जस्तो आयो त्यस्तै जान्छ कानो बेचारा। तेरो मेरो त छाड म छाड, एउटा दुईवटा कुरा सिकाइदिनु भयो, कसैलाई अप्ठ्यारो पर्यो सिकाइदिनु भयो, अनि अगुवा मैले मान्नुपर्छ। त फलानी त्यहाँ किन गइस्, एउटा दुईवटा सिकाउनु भयो, यसो अप्ठ्यारोमा सहायता गर्नुभयो। अब अगुवा उहाँलाई नै मान्नु पर्यो, अब उहाँकै अनुसार चल्नु के यो ईश्वरबाट हुन्छ। परमेश्वरमा जुटाउनु, स्वतन्त्र छोड्नु। शक्तिले स्वतन्त्र दिलाउँछ, अशक्तिले बाँध्ने र खिच्ने काम गर्छ। तपाईँले सत्य मन गर्नु, स्वतन्त्र छोड्नु। जो जहाँ गएर रमाउनुहुन्छ रमाउन दिनु। उहाँको रमाहट नै मेरो रमाहट, उहाँको खुसी नै मेरो खुसी, उहाँले पाएको उद्धार नै मैले पाएको। मेरै जीवनमा हुनुपर्छ नै, मलाई थाहा छैन पिता, मेरो जीवनको लागि सोच्नु त हजुर हुनुहुन्छ। हजुरलाई थाहा छ कति बेला कुन कुराबाट कसरी बढाउनुपर्छ, हजुरलाई थाहा छ पिता। हजुरको महान महिमा हजुरले दिइसक्नुभयो, देखाइसक्नुभयो पिता। धन्यवाद गर्छु यसो मसीहको नाममा। सबै क्षेत्रमा पिताले महिमा, आशीर्वाद, उद्धारको काम पनि परमेश्वरले गरिसक्नु भएको छ, दिइसक्नु भएको छ। त्यसैले परमेश्वरमा रहनु। हामी अगुवा छौँ, हामी लिडर छौँ, यस्ता यस्ता कुराले मन खराब गराउँछ। यो खराब गराउने कुरा हो, यो खराब गराउने कुरालाई बिल्कुल आफूबाट हटाइहाल्नु, असल र भलाइको कामको लागि अगाडि बढिहाल्नु। जो जहाँ जसरी बसेर पनि आखिर एउटै परमात्माकै महिमा त हो, पिताको महिमा भएको होस्, सारा जगतले उद्धार पाएको होस्, यस्तो मन बनाउनु। तब परमेश्वरले सबै क्षेत्रमा तपाईँलाई नै रोज्ने र खोज्ने परमेश्वरले बनाइसक्नु। जब मेरो बनाउनुहुन्छ, यो बराबरको शाखा, यति शाखा भए, उति शाखा भए, यस्तो मान्छेलाई देखाउन गर्नुहुन्छ। परमेश्वरले भन्नुभएको छ, मानिसलाई देखाउनलाई धर्म कार्य नगर। मानिसबाट दुई चारजनाबाट ताली पायो, त्यो इनाम त्यहीबाट सिध्यो। मलाई देखाउनलाई धर्म कार्य गर्यौ भने, तिमी मानिसको ओझलमा परेर पनि मेरो महिमा गर्यौ भने, तिमीलाई मैले सबभन्दा टप लेभलमा राखेको छु भन्छ। तिमी यो मन गर, तिमी हेरिसक्छ, तिमी आनन्द गर, तिमीसँग म छु, तिम्रो अङ्गमा म छु, तिम्रो सङ्गमा म छु। जब पिता साथमा हुनुहुन्छ, परमेश्वर पिताले हामीलाई कुनै पनि उत्तम कुराको अभाव एक सेकेन्ड पनि पर्न दिनुभएकै छैन। त्यो काम पनि परमेश्वर अहिले दिइसक्नु, अहिले भइसक्नु, अहिले जवाफ पाउनुपर्छ। बिग्रेका कारोबार अहिले बढ्नुपर्छ, विदेशबाट राम्रा खबर अहिले आउनुपर्छ, सबै ठाउँबाट राम्रा राम्रा कुराको खबर अहिले आउनुपर्छ। सङ्घाइ पनि अहिले भइसक्यो, धन्यवाद पिता, भइसक्यो, अहिले भइसक्यो। दुखाइ पनि अहिले हटिसक्यो, पोलाइ पनि अहिले हटिसक्यो, किडनी फेल गराउने शैतान अहिले भागिसक्यो, उद्धार आनन्द अहिले भर्खरै अल्लाह अहिले स्वर्गका अल्लाह पितालाई धन्यवाद।
गरिसक्नु। जसरी हामीले हाम्रा गुरु येशू मसीहलाई देखेर विश्वास गरेको हो त कसैले देखेको हो र नै? हाम्रो पिता परमेश्वरलाई पनि देखेर विश्वास गरेको हो र नै? अदृश्य परमेश्वर, अदृश्य गुरु र पनि हुनुहुन्छ भनेर विश्वास गर्यौँ। आखिरी हुनु त रहेछ कि रहेनछ त? रहेछ। त्यस्तै तपाईँको जीवनमा काम पनि, तपाईँको जीवनमा उद्धार पनि, तपाईँको जीवनमा आशिष पनि आँखाको अगाडि देख्छु अनि विश्वास गर्छु नभन्नु कि आँखाको अगाडि नदेख्दाखेरिको गुरुलाई पितालाई विश्वास गरे भने आँखाको अगाडि नहुँदा पनि स्वर्गका आशिष, स्वर्गको चङ्गाई, स्वर्गको धन, स्वर्गको मन, स्वर्गका एकदमै सम्बन्धहरू पनि पिताले प्रगाढ बनाएर दिइसकेको देख्नु, पाइसकेको देख्नु, अगाडि नहुँदा पनि भएको देख्नु, पाएको देख्नु, पाएको भएको देख्नु। फेरि बिस्तार लगाएर आफ्नो मुखबाट लिडरलाई त भन्नुहुन्छ, अगुवालाई त भन्नुहुन्छ, आमालाई त भन्नुहुन्छ, बुवालाई त भन्नुहुन्छ, दिदीलाई त भन्नुहुन्छ, ऊ त मेरो आफ्नै साथी हो, उसलाई त भन्नुहुन्छ भनेर जब आफ्ना गुनासो आफ्नो कुरा पोख्नुहुन्छ नि तब शैतानको बिउ छर्नु हो। बरु आफ्ना सबै गुनासोको पोका अन्य भाषाद्वारा पितामा गर्नु, परमेश्वरमा गर्नु। कोही अगुवालाई बताएर पनि फाइदा छैन, कोही लिडरलाई बताएर पनि फाइदा छैन, कोही जनलाई बताएर नि फाइदा छैन, कोही तपाईँको नजिकको मान्छेलाई बताएर नि फाइदा छैन। बताएर फाइदा छ त तपाईँसँगै बस्ने, तपाईँसँगै महिमा दिने, महिमित पितालाई बुझाउनु, पितालाई जिम्मा दिनु। 100% पिताले सबै कुराको जवाब परमेश्वरले दिइसक्नुहुन्छ। कोही जवाब मैले दिनुपर्छ, मैले गर्नुपर्छ, मैले भन्नुपर्छ भनेर आफ्नो मुख उद्याएर नबस्नु। कोही कुरा सबभन्दा बुद्धिमान मानिसले हो चुप रहनु जस्तो ठुलो तागत अरू केही पनि छैन। जब बोल्नुहुन्छ तब गिर्नु भयो, जति धेरै बोल्नुहुन्छ त्यति धेरै गिर्नु भयो, जति धेरै चुप रहनुहुन्छ त्यति धेरै तपाईँलाई तागतवर परमेश्वरले बनाइसक्नुभयो। जब ईश्वर परमात्मालाई जवाब दिन लगाउनुहुन्छ, ईश्वरको जवाब यस्तो सामर्थ्य जवाब छ, टाइम लाग्दैन। पिता त्यो जवाब पनि अहिले भर्खरै दिनुभयो, अहिले चाहियो जवाब पिता, अहिले दिनुभयो, अहिले भर्खरै आशिष दिनु। धन्यवाद पिता, पाइसके बोल्नुहोस्, पाइसकेको कार्यक्रम आत्मा पिताले येशूको नाममा गरेर दिइसक्नुभयो भन्दै धन्यवाद गर्छु। महान अनुकारी पिता हजुरलाई अनगिन्ती धन्यवाद गर्छु। येशू मसीहको नाममा फेरि नबताउनु नबुझाउनु भनेर नबताउनु नबुझाउनु नै ईश्वरले मनमा हाल्नुहुन्छ त गर्नु, ईश्वरको गाइड अनुसार चल्नु, कोही मान्छेको गाइड अनुसार नचल्नु। मान्छेसँग सल्लाह लिनुहुन्छ, एउटा फाइदा देखाउनुहुन्छ, हजारौँ फाइदा हामीबाटै लुटेको हुन्छ। तर ईश्वरसँग मन दिनुहुन्छ, बेफाइदाको कुरालाई पनि फाइदामा बदलिसक्नुभयो। किनभने हामी उहाँका सन्तान हौँ, हामीलाई उहाँले जति माया र दया अरू कसैले गर्दैन। उहाँको प्रेम, उहाँको धर्मिकता, उहाँको शक्ति, उहाँको सामर्थ्यलाई आफ्नो जीवनमा प्र्याक्टिकल गर्नु, येशू मसीहमा पुरा महिमा, उद्धार र सुधारको कार्यक्रम आत्माले गरिसक्नुभयो भन्दै धन्यवाद गर्छु। महान अनुकारी पिता हजुरलाई अनगिन्ती धन्यवाद गर्छु। येशू मसीहको नाउँमा सबैको दिमागमा, अनाजमा, बिजनेस व्यापारमा, शाखाहरूमा, मेन त राज्यमा पनि पिताले आशीर्वाद र महिमा खुद उहाँको आत्माअनुसार सबैलाई चलाइसक्नुभयो। परमात्मा धन्यवाद गर्छु येशू मसीहको नाउँमा। र आजको यसै महिमालाई सञ्चालन गर्नुहुने हाम्रो सन्तोष सर हजुरलाई पनि पिताको धेरै आशीर्वाद र महिमा मिलिसक्यो भन्दै उहाँहरू सबैबाट बिदा हुने अनुमति माग्छु। धन्यवाद गर्छु पिता येशू मसीहको।